चाहिँ हामी झापातर्फ झर्दैछौँ, हेर्नु होला यहाँनिर एकदमै गर्मी भएर छ। हामी चाहिँ कलश पुगिसकेको छौँ अहिले, अनि यसरी हामी चाहिँ झापातर्फ जाँदैछौँ। झापा है जाँदैछौँ, एकदम गर्मी छ आज। अनि हेर्नु होला तल अब हामी चाहिँ अलिक कलशतिर पुगिसकेको छौँ। अब कलशबाट उँधो चाहिँ कतिको गर्मी छ थाहा छैन है, एकदमै गर्मी छ। यहाँ केही गर्मी भइसक्यो, आज एकदमै उग्रिया छ, पानी परेको छैन है। यसरी हामी चाहिँ जाँदैछौँ। हामी ठ्याक्कै चाराली आइपुग्यौँ, हेर्नु होला चारालीको दृश्यहरू यसरी। नमस्कार हजुर। क्यान्सर भएर हजुर बुवालाई पोस्टेड क्यान्सर भएर पिसाबबाट बढ गएको गई, शरीरमा बढ सकेर बढ चढायो। यसरी हामी चाहिँ चारालीमा अहिले आइपुग्यौँ। चारालीको दृश्यहरू चाहिँ तपाईँलाई देखाउनु गइरहेको छु, हेर्नु होला। होइन अहिले म यति हेरिदिन्छु कि तपाईँ हेर्नु। अहिले सिम्पल अहिले चाहिँ हामी चारालीबाट अगाडि बढिसकेको छौँ। यहाँनिर हेर्नु होला, यो चारालीको दृश्यहरू तपाईँलाई देखाउनु गइरहेको छु, हेर्नु होला। हामी चाहिँ चाराली आइपुग्यौँ। एकदमै गर्मी छ झापामा, फेरि तपाईँलाई यस्तो गर्मी रहेछ आज त, एकदमै वेदर पनि घाम लागेको छ है। घर कता पऱ्यो? हजुर ए काठमाडौँ। यता घर चाहिँ ए तेह्रथुम। आज हाम्रो तेह्रथुमको सरसँग भेट भयो। हामी चाहिँ है यहाँ आउँदै गर्दाखेरि हामी चाहिँ अब झापातर्फ यसरी गफ गर्दै जाँदैछौँ। यसरी दुःखा सुखाको गफसप, यस्तो मान्छेको यस्तो त हो नि है जिन्दगीमा है। हामी चाहिँ यो चाराली एकदमै अब छिट्टो गाडीमा तपाईँलाई पठाइदिन्छौँ। इटारीमा जाने भए यसमा जानुहोस्, तपाईँ एकदम छिटो हुन्छ। इटारी जाने भए यो गाडी छ एकदमै छिट्टो है। अहिले चाहिँ हामी ठ्याक्कै यहाँनिर आइपुग्यौँ चारालीमा। चारालीमा आउँदै गर्दा चाहिँ यहाँनिर हाम्रो मान्छेहरू पेसेन्जरहरू चाहिँ इटारी धरान जाने थियो, त्यही भएर मैले चाहिँ रोकेर यहाँबाट यहाँ धरान जाने भनेर भनेको छ है, काँकरी भिट्टा धरान। अनि यो गाडीमा चाहिँ हालिदिएको छु, हेर्नु होला है। हामी चाहिँ अब यहाँबाट हामी चाहिँ बिर्तामोडतर्फ जानेछौँ, हेर्नु होला गाइज। हाम्रो रमाइलो यात्रा है भइरहेको छ अहिले चाहिँ। हाम्रो बिमलसँग आज चाराली आएको, यसरी गर्मीले मर्ने बेला भयो। यहाँनिर पङ्खा चलिरहेछ। आज खाना खुवाउने अरे एकदम लोकल चिकनसँग, हेर्नु आज मजाले बसेर है काउन्टरमा नम्बर लेखाइरहेछ बिचरा। अहिले म पनि यसरी बसिरहेको छु है, अनि यसरी बसिरहेको छु। म चाहिँ गर्मीले मर्ने बेला हो। हामी दुईजना दाजुभाइ चाहिँ अब खाना आउँदैछ, हाम्रो खाना आउँदैछ। के चिकन कुन चिकन है? जुन खाँदा पनि हुन्छ भन्दैछ। अब जुन खाएर हुँदैन, जुन घाम पनि खान्छ मान्छेले होइन। अहिले चाहिँ हामी चारालीमा खाना खानु गइरहेको छु। यहाँनिर एकदमै कस्तो छ आज चाहिँ ट्राई गर्नेछु होला। हामी लोकल कुखुराको स्वादमा चाहिँ हामी खाना खानु गइरहेको छौँ, हेर्नु होला है। आज चाहिँ हामी चारालीमा लोकल कुखुराको साथमा यसरी मिठो मिठो खाँदैछौँ यहाँनिर, हेर्नु होला। म पनि यसरी मजाले यसरी गर्ने भएर यसरी आनन्दसँगले यसरी खानु लागेको छौँ। हामी चाहिँ तपाईँहरू पनि खाना खानुभएको छैन है। हामी चाहिँ यहाँनिर यो होटलमा चाहिँ यसरी हामी चाहिँ अब ट्राई गर्नेछौँ, हेर्नु होला कस्तो रहेछ। नुन लागेन कसरी लागेन लागेछ? ठिक छ नि होइन? ठिक छ। म चाहिँ अब यहाँ खाना खानु गइरहेको छु है गाइज। अहिले फेरि पनि बाँकी तपाईँलाई देखाउने छु। अहिले यति नै है। यो दुःखा हेर्नु त, यस्तो गरेर दुःखा आम्मा आज लास्टै दुःखा गरिरहेको छ क्या मान्छेले, फेरि पाल बाँधिरहेको छ, हेर्नु होला। चारालीमा चाहिँ हामी चाहिँ यहाँनिर मान्छे नपाएर बसिरहेको छ बिजौ भएर, हेर्नु होला है। यो चाहिँ चारालीको दृश्यहरू हो। गाडीहरू कति साह्रो, हेर्नु होला। हेलो गाइज, आज चाहिँ हामी लागिसक्यौँ है चारालीबाट। अब है हाम्रो यात्राहरू माथि इलाम, फिक्कल, कन्याम, पशुपतिनगर हामी चाहिँ जाँदैछौँ है।
यो पिकअपलाई पनि हामी चाहिँ जितेर क्रस गरेर गइसक्यो मान्छे यस्तो खतरा छ कि ड्राइभरै खतरा हो है हाम्रो ड्राइभरहरू पुरा खतरा छ कि सबै सिटी सवारीलाई पनि जितेर अगाडि ल अब हामी चाहिँ एकदम शीतल ठाउँमा पुग्छौँ है यस्तो गर्मी भयो कि हाम्रो पुरा पसिना र हाम्रो झापामा अनि हामी चाहिँ अब माथि एकदम शीतल ठाउँमा जाँदैछौँ है कन्याम पशुपति नगर है तल गएर चाहिँ अहिले चाहिँ हामी एकदम गर्मीबाट चाहिँ हामी ठन्डा ठाउँतिर लाग्दैछौँ हेर्न लगाएछ यात्रा भनेको चाहिँ हामी बुधबारेबाट चाहिँ गल लागिसकेको हेर्नु होला हामी चाहिँ उकालो उकालो जाँदैछौँ अहिले चाहिँ एकदमै नेचुरल एसी भएको ठाउँमा पुग्छौँ है अब हामी अहिले चाहिँ पुरा हामीले त पसिना आइरहेको छ हो अहिले चाहिँ हामी यो एकदमै भाइरल भएको ठाउँमा आइपुग्यौँ है एकदमै यहाँनिर यो सिरिज खुलेर रातमे हुन्छ हो एउटा सिजनमा चाहिँ अहिले चाहिँ छैन है एकदमै हामी चाहिँ उकालो यहाँको टी गार्डन यहाँको यस्तै गरेर तपाईँको एकदमै टी चाहिँ एकदमै दामी छ यहाँनिर एक प्रकारको त कन्याम जस्तै हो यहाँनिरको है जङ्गलबाट पैसा कमिनुलाई त्यत्तिकै हुन्छ र है अहिले चाहिँ हामी ठ्याक्कै कन्याममा आइपुगेका छौँ कन्यामको दृश्यहरूलाई तपाईँलाई देखाउनु गइरहेको छु हेर्नु होला कन्याम चाहिँ यस्तो ठाउँ छ कि यस्तो ठाउँ छ यो जस्तो ठाउँ छैन हेर्नु होला इलामको कन्याम तपाईँले देख्नु सक्नुहुन्छ यहाँ टी गार्डनहरू यस्तै यस्तै अब यहाँनिर चाहिँ घुम्न आउने मान्छेहरू चाहिँ इत्यादि तपाईँको व्यापक छ है यसरी माथि माथि घुम्दै घुम्दै है हामी पनि यसरी यहाँको भ्यूहरू एकदमै हेर्दै हेर्दै अगाडि बढ्दैछौँ आज चाहिँ यति धेरै मान्छे हुन्छ यहाँनिर चाहिँ हाम्रो कन्याममा आज शनिबार पनि हो यहाँको दृश्यहरू हेर्न सक्नुहुन्छ यहाँनिर है यहाँनिर मान्छेहरू कति साह्रो आइरहेको छ है यस्तो अफ सिजनमा पनि मान्छे यस्तो हुन्छ भने सिजनमा कस्तो होला त हेर्नु होला है यो चाहिँ शनिबार तपाईँहरूले हेर्नु सक्नुहुन्छ है तपाईँहरू हेर्ने चाहिँ यहीँ हो है म यहाँनिर रोकिदिन्छु ल यहाँनिर रोकिदिन्छु तपाईँहरूलाई अनि तपाईँहरूले देख्नुहोस् यहाँनिर चाहिँ घुम्नु सक्नुहुने यो यहाँको सफारी हेर्नु होला यो चितवनको जस्तै है यो गाडी यहाँनिर सफारी यसरी नै घुम्दै घुम्दै यसरी घुम्दैछ है यस्तो दामी ल यहाँ चाहिँ कन्यामको दृश्यहरू तपाईँलाई देखाउनु गइरहेको छु हेर्नु होला सबैजना यसरी कन्याम आइपुग्यौँ है यहाँ कन्यामको दृश्यहरू चाहिँ एकदमै शीतल एकदम नेचुरल एसीमा आइपुग्यौँ है हामी चाहिँ सबैजना हामी चाहिँ यसरी है अहिले कन्याममा एकदम नेचुरल एसीमा सरर हामी चाहिँ जाँदैछौँ हेर्नु होला यस्तो दामी गरेर तपाईँहरू पनि आउनु होला घुम्नुलाई है यस्तो दामी छ आज शनिबारको दिन अहिले एक्लै बसिरहेको छ यहाँ अरू कोही पनि छैन झापाबाट आएको पुरा गर्मीमा हेलो गाइस आज चाहिँ हामी यसरी नै झापातर्फ जाँदैछौँ अब हामी चाहिँ झापामा यति गर्मी छ कि यति गर्मी छ हामी पहाडको मान्छे झापामा त सहनै सक्दैनौँ तपाईँहरू कतिको सहनु सक्नुहुन्छ कमेन्ट गर्नु होला है हामी चाहिँ सहनु सक्दैनौँ है